नमस्कार है सबैजनालाई। मेरो प्रोफाइल खोलेर हेर्दाखेरि सबैले किन यो मान्छेले यस्तो गरे होला, किन यस्तो भने होला भनी ला होला। जो नयाँ जोडेका छन् पुरानो मलाई देखिराखेको मान्छेलाई त यो यस्तो तरिकाले गुज्रिरहेको थियो त्यही भएर हो भन्ने लागिरहेको, नयाँलाई नथाहा भएको हुनसक्छ। यो मेरो कन्टेन्ट भनेको कुनै नयाँ होइन र मेरो यो खास भन्यो भने कन्टेन्ट पनि होइन, यो मेरो पारिवारिक कुरा हो, घरको झमला हो। मैले एउटा कुरा बिसाउने ठाउँ नपाएर सम्बन्धित व्यक्तिहरूले बलक गरिदिएर ओर्देर घनघाटको मलाई बनाइदिएर ओरेर एउटा हनी ट्राइपमै भन्छु म त, हनी ट्राइपमा पारेर ओरेर आफ्नो स्वार्थ पुरा गर्ने बेलासम्मलाई एउटा यी माथि राखेको मैले जुत्ता मालेर कालो मसो दचेर यिनी मेरा सासू ससुरा हुन्। आफ्नो घरमा चुलो बाल्नलाई छोरीलाई सदुपयोग गरेर ओरेर नानामाथि रमिता मचाउने यसैका बाउआमा हुन् र गइका आँखु देखाउँदै ओर्दै नानामाथि हिँड्ने मेरी बुढी हो। जब तक मेरो परान छ मेरी बुढी थी भइ पनि रहन्छ। कुन आउने छ जार बनाउन, कुन ल्याएर आउने छ यो पूर्ण प्रसाद रेग्मीले र शशि रेग्मीले ज्वाइँ बनाउन हेर्छु म पनि। कसैको जिन्दगी एउटा नर्गसर बनाइदिएर ओरेर घनघाटको बनाइदिएर मौन बाँच्नु बनाइदिएर ओरेर नानामाथि नाटक गर्न पाइन्छ। कसैको भावनासित खेल्देर खेलबाड गरिदिएर ओर्देर अहिले मेरो स्थिति के बनाइदिखान् त यिनीहरूले। भन्न जाने म कहाँ, बिसाउन जाने ठाउँ म कहाँ, म केही बोल्दिनँ केही गर्दिनँ भन्दा पनि दिनरात मलाई नभएको कुरा बनाएर एउटा ग्रुप बनाएर ग्याङ बनाएर नभएका गइका आँसु देखाइदिएर यस्तो यस्तो भने नानामाथि सम्बन्धित व्यक्ति म छु, मसित बसेर गफ गरा भन्ने यिनीहरूका कसैको हिम्मत छैन। छोरीलाई पतेराल छेरे चाहिँ एक ठाउँबाट अर्को ठाउँ गर्दा गर्दै 4-5 वटा रुम चेन्ज गरेर टाढा पुगिसकेको छ। मैले कुनै नराम्रो काम गर्दिनँ केही गर्दिनँ भन्दा नि मलाई त नराम्रो काम गर्ने वातावरण यिनीहरूले सिर्जना गराइदिएछन्। होइन भगवान्ले हात खुट्टा दिएछन् भनेपछि त आफ्नो पारिश्रमिक गरेर खाएर गएको थियो। आफ्नो घर चुलो बाल्नलाई किन अर्का जिन्दगी दाउमा लगाइदिने, किन मान्छेलाई घनघाटको बनाएर छाडिदिने। के यो समाजमा लेडिज मात्र पीडित छन्? यहाँ लेडिज भन्दा अहिलेको स्थितिमा पुरुष पीडित छन्। धेरै आउँछन् बोल्दिन सक्दैन। मलाई अर्काको मामलामा बोल्नको मलाई के अधिकार? कसैको पारिवारिक कुरामा ल्याएर मैले बोल्दै गरेर मलाई यो भ्युज लाइक कमाउनु छैन, मलाई माइ खानु भाँडो बनाउनु छैन। मैले त हिजो पनि भनेको आज पनि भनिदिन्छु, मलाई यो सामाजिक सञ्जालमा आएर भोग्न गर्न मलाई रह छैन। मैले आजको भोलि मैले आइडी फालिदिन्छु, मथि आएर कुरा गर। हिजो थुतुनुदेखि मुतुनु जोडाएका हो भनेपछि किन आज मथि भागेर हिँड्छौ भन्ने यही नै हो। मैले त यसले आमालाई भन्छु, मैले त हिजो यसको आमासित सल्लाह गरेर ल्याएको नि त मैले यसको छोरीलाई। किन गराउने मलाई यस्तो? मलाई डिप्रेसनमा बनाएर दिनदिनै मौनी बाध्यता किन बनाइने? मलाई मान्छे अतिलो हुन्छ भन्ने ह्यानत्यान हुन्छ भन्ने थाहा भएको मान्छेले बिहा गरेको 1-2 महिनामा 15 यो र म रिलेसनमा बस्दै पहिला यसलाई नल्याउँदाखेरि मेरो आनी बिहानी थाहा थियो होला नि त। 1-1.5 वर्ष रिलेसनमा बसिसकेपछि त्यहाँबाट बिहा गरेको हो मैले यसलाई। ल्याएर 6-7 वर्षसम्म सँगै बसेर त्यहाँबाट अहिले नानाभाती आरोप लाएर निस्केर जान पाइन्छ? आफ्नो माइतीको चुला बाल्ने सल्किने हरवरी बनाएर त्यहाँ यसका बाउआमाले तेरो हाम्रो छोरी ठाउँमा गयो अर्को जस्तो हुन त्यस्तो पाइन्छ तैँले आफ्नो घर परिवार सम्हाल भन्ने ठाउँ राख्छ तँ भन्ने मान्छेले त पहिलो छुटाउनु पर्छ। लाज घिन नभएका बेसरमहरू छाला व्यापारीहरू अझ मसित नानाभाती बकचोरी गर्दै हिँड्छन्। अझ चिप्स खाँदै लाइफमा त्यो खायो गएर त्यसको आइडी रिपोर्ट गरिदिनु, त्यसले मेरो नाम बेचेर नानाभाती गरेर। मैले कसैको नाम बेचे छैन, आफ्नै इज्जत बेचेर तैँले खाना पल्केर आफ्नो घर ऊ गरेर दह्रो सल्किने बनाइखास्। तेरो आमाले दिएको शिक्षा हो यो। तेरो बाउलाई हिजो तेरी आमाले राम्रो गर्थ्यो भने तैँले नि मलाई राम्रो गर्थिस्। हिजो तेरो आमाले नि तेरो बाउलाई भुसिया कुकुर चाहिँ घर खान नदिएर गाउँ गाउँ डुलेर खाएको रेकर्डहरू छन्। तेरो बाउलाई नै छोडेर गएको नि रेकर्ड छ नि त। यी माथि राखेको यो शशि रेग्मीले यता राखेको यो ससुर हो कि गोबर गेडा छ, बुढीका साडी चुरा पोते लाएर हिँडे हुन्छ। मैले अझ पनि भनेछु, मैले यो मलाई चाहिएको छैन, यो झमला पर्नु पनि छैन। मसित बसेर टेबल टक गरेर कुरा गरे हुन्छ, बलक गरेर नभागेर अनबलक गरेर। यसले नाटक गर्दा मैले कुनै गरेँ छैन नाटक। नौटङ्की आफ्नो खुट्टा उभिएर अहिले आएर पुरै भरिपूर्ण भएपछि यसका घर खानदानदेखि लिएर यो आफ्नो खुट्टा टुकेछ यसले गरेछ नाटक र नौटङ्की। मैले कोहीबाट केही गरेँ छैन। देखेछ मान्छेले यहीँबाट 2.5-3 वर्षदेखि रुँदै हिँडेको। मलाई चिडाउनलाई जति नाचेको हालेर ऊ गरे पनि म चिडिँदैन। म त झन् मायामा गाडा भएछ। मेरो बुढी खुसी भएछ ल ह्याप्पी छु, ह्याप्पी भएर बसिरहेछ भन्दै भन्छन् वर्छन् गएर लेख्छन् तँलाई यस्तो गरेको देखेर जले खायो मलाई। म के खान जल्ने हो?
म त खुसी हुन्छु मेरो बुढी झन् राम्री भइछ नि हिजो राम्री भएन भन्दा जापानदेखि सामान लैलै मेकअपका सामान लैलै माटो पनि धसाउन लगाउँथे सोझा गएर हो कि होइन ल्याएर लाउँछ है क्रिम मैले 2 वर्ष कति हुन ला मैले ल्याएर उ गर्न लाग्यो युज गर्न लाग्यो इस भुत्रा हुन्छ 6-7 वर्ष पहिल्यै मैले जापानबाट यत्र पोका लैदिन्थ्यो मैले कसैको छोराको जिन्दगीमाथि खेलबाट गर्न पाइन्न पनि कसैको छोरीको जिन्दगी चाहिँ कसैको छोराले खेलबाट गर्न पाइन्न का र कसैलाई कुरा नबुझिकन कसैको लाइफको बारे आएर भ्युज लाइकको लागि कराउने ओर्नी नानामाथि भन्ने हक अधिकार कसैको पनि छैन बोल्नु नै छ भने सम्बन्धित व्यक्तिसँग दुवै तर्फको कुरा सुनेर त्यहाँबाट बल्ल बोल्नुपर्छ मलाई यतिसम्म बनाएन के मलाई कसम भन्छु कि मैले कसम खाएर भन्छु मैले आमा बाबुको कसम र मैले यसैको कसम खाएर भन्छु कि यसले गर्दा त मैले आमा बाबुलाई सबलाई त्याग्ने गराइसकेको सबै त्यागेको ओरेको सब थाहा पाइसकेपछि यसलाई अब हामीले यस्तो गर्ने नि यसलाई साइड सपोर्ट दिने कोही छैन यसको घरको परिवार भन्ने पनि सबै जानेर बुझेर मलाई हनी टाढा मैले यसको दैलासम्म पुगेको होइन त भनेको धेरै छ के भनेको पहिलादेखिको कहानी सुने भने नि एउटै कुरा कति ल्याएर आए पनि भन्छ नि नल्याएर म जाम कहाँ त नि यसले त गई आँसु ल्याउँदा नानामाथि गर्दै हिँडियो नि त यसको नाम बेचेर खाएँ अरे मैले मेरो जिन्दगी माथि खेलवाड गरेर मैले घर आ बोल्ने बनाएको हो तैँले मैले गराएको होइन तेरी आमाले चिप्ले आन्द्राको माटो पनि व्यापार गर्न खोजेको तर मेरो परण रनिवालसँग त कुनै दिन पनि दिन्न याद राखै हुन्छ यसको आमाले शशि रेग्मी घ्यालचोक गोर्खाकी छाला व्यापारी आँठाहरू गराउन खोज्छौ साला मेरो स्वाइनलाई मरे नि हुन्छ यस्ता बाउआमा हुन अन्त त मैले आफ्नी छोरीको इज्जत दाउमा राखेर खान पल्केका नरपिचासहरू पशु हुन् यिनीहरू अझ मन्दिरमा पूजाको थाली लगाएर जान्छन् लाज घिन शरम नभएका बेसम्रमहरू